What's up guys, it's your boy back again. हिजोको फिटेनको तिमी हो को रियाक्सन पछि today I'm back with another video. अनि आजको भिडियो चाहिँ स्पेशली अहिले नेपालमा चाहिँ इलेक्सनको माहौल भएर I brought you guys some इलेक्सनको memes-हरु. Me personally I love watching memes. Free time हुने बित्तिकै टिकटक खोल्यो memes. So अहिले चाहिँ नेपालमा इभन इलेक्सनको माहौल भएर चाहिँ like why not इलेक्सन केही मिम्सहरु सँगै बसेर हेर्दियौं. Let's have fun. Let's have some good time. भनेर चाहिँ I'm here. So without further ado, let's get it. Oh, तर यो भिडियो स्टार्ट गर्नु अगाडि चाहिँ I want to give credit to यो प्रभात बस्नेत 12 minutes long video छ. So it's probably hard work. Saras to Prabhat. So without further ado, let's get it. Vishal Devan, the OG, like one of the awesome guys, was one of the guys I look up to, content creator like confidence and all. What came, man? Huh? दियो बाजेले दियो थग लाइफ दियो बा भोट के भोट त अब भन्नै पर्दैन नि भोट किन आम्बो यो हो नि त असली कन्टीको फ्यान यो हो नि त तरिका एमालेमा किन हाल्ने हो हामीले बतासा दिन्छ खान पाइन्छ अनि एमालेको चिन्ह के हो त अनि घन्टी ठिकै हो घन्टीमा भोट दिए राम्रो बजाउने हो बसमानपुरले त मुजी त पुनिया भोट लिन आउने मुजीला भने पढ खोलेर देखाउने मै हो Bajan fire. Handsome guy, you know. लेकिन ये साला कर क्या रहा है यहाँ पे ओ यस्तो नि गराइरहेछ त गर पुरा के भन्नु गगन थापा जस्ता पार्टी त हैन नि तिम्रो गगन थापाले त के भने हो भने गरिब मेरो जनता हैन धनी मात्र मेरो जनता भने है गगन थापाले यस्तो भनेको र गरिबको पार्टी होइन कांग्रेस सुकुम्बासीको पार्टी होइन कांग्रेस हुने खानेको पार्टी कांग्रेस गाडी घोडा हुनेको पार्टी जग्गा जमिन हुनेको पार्टी यस्तो नि भनेको छ र गगन थापा पनि आई थट ही वाज लाइक त्यो पोजिटिभ साइडको हुन्छ नि नट भिलियन साइडको पोजिटिभ साइडको पार्टी आई थट ही वाज द्याट गाई ब्रो खै तर आई स्टिल डोन्ट नो त्यो भिडियोहरू एडिट गरेर बनाऊ कि आई डोन्ट नो बट त्यस्तो भन्यो र बालेन्द्र सरकार अनि ग्यास र पानी जहाजहरु त अनि ल्याउने कुरा छ नि त ग्यास पानी जहाजहरु त ल्याउने कुरा छ नि सके त हामी हिँडेका अहिले सो पानी चारमा अस्ति रेलबाट कागेरा चढेको एकैचोटी दम कारण ओए जेन्जी रे ओ बुड्डु सुड्डो लाग्यो आम मेरो बुद्धि के भएको होला है म अहिले यस्तै यहाँ बसेर अब काम गरेर मेरो घरमा अहिले गएर गरेको भएन के हुन्थ्यो होला है म के हुन्थ्यो होला तर नो क्याप म एक्सपोज गर्छु मेरो साथीहरूलाई यस्तै छ है मेरो साथीहरू फेरि ग्रुप वर्क गर्दा यस्तै छ है साथीहरू फेरि कहीँ चाहिँ नाम भनिदिउँ क्या पैसा डढेको हिसाबले चाहिँ भएन कोही जति त्यता नेताहरू पैसा डढेको अनुसारले देशको विकास गर्ने देउ वाकोमा डढो गिर्जा के अरे वाकोमा डढो भने डढो होला दौडा हो त नि ब्रो त्यस्तो लाइक लेजिटिमेट भिडियो लिएर फोनबाट लिएर अपलोड गरायो भिडियोलाई दे सेड इट्स एआई लाइक व्हाट द फक हामी त्यस्तो नि छैनौँ क्या नबुझ्ने खालको छैनौँ क्या वी नो वाट्स एआई एन्ड वाट्स रियालिटी केपी बा इफ युआर लिसनिङ
हाम्रो पनि धेरै गल्दा रहेछस् नि तैँले नेपालीहरूको घन्टी भन्ने पार्टीलाई देश जलाउने हो भने घन्टीलाई भोट हाल्नु होला अच्छा ठीक है फर्स्ट भराइटी भोट हाल्नु होला मान्छे मार्नेलाई सहयोग गर्ने कि देश चलाउने ओ गुड यतिको कन्फिडेन्स चाहिन्छ है मलाई रनका हर्क सामङज्यूले पाल्नेलाई म कुनै हालतमा जित्न दिँदैन भनिसक्यो झावा 5 मा खुसी के कुराबाट त खुसी मिल्नु पर्यो उहाँलाई पनि खुसी हुन जानु न त ठिक 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 आई लभ यु भन्नु A few moments later. कहाँ गएर आउनु भयो म भन्दै तोमा गएर एमालेको यो चाहिँ घन्टी हो त्यो एमाले नै हो नि त फेरि गाइज एमाले नै हो त्यो त्यसमै भोट हाल्नु होला Bro, this was deep. Rest in peace to all the souls that lost their lives. हाम्रो जेनजीको प्रोटेस्टमा सोच्नै नसक्ने took that turn. So त्यस्तो नहुँदा बेटर हुन्थ्यो. सो यो कुरा चाहिँ हामीले यो इलेक्सनमा चाहिँ नबिर्सिकन एकदमै ध्यानमा राखिकन डिजर्भिङलाई भोट गर्नु पर्यो वी नो हु इज डिजर्भिङ एन्ड हु इज नट सो मेनी मदर्स कति आमाहरूले आफ्नो छोराछोरीहरू गुमाउनु भयो कुरा गर्दा नि फिल्स सुपर ब्याड सो यो पालिको इलेक्सन चाहिँ वेस्ट नजाओस् अनि एकदम डिजर्भिङलाई चाहिँ वी हेभ टु एनी हाउ जिताउनै पर्छ नट द ओल्ड पार्टिज होइन लाइक जति देश बिगार्नु थियो देव डन इट सो इनफ इज इनफ भनेर चाहिँ यो पालिको इलेक्सन चाहिँ लेट्स नट वेस्ट इट बेसिकली त्यति हो लाइक दिस वाज डिप आई डिड नट एक्सपेक्ट यो फनी भिडियोमा चाहिँ दिस क्लिप बट हामी पहाडमा ढुल्दाखेरि है कहाँ घर हो है सर्लाही है कहाँ सर्लाही त फलाम्रो अब त पुरै देशैभरि सर्लाहीको चर्चा सुकाइसक्यो गग थपाएपछि कतारबाट बालाई जिताउनु घोटाला त आइचस केटा अब फर्किँदा चाहिँ बाको अलिकति गुलेर फर्किनु यसो प्रसादको रूपमा खाना हुन्छ स्ट्याटस लेख्दैमा अनि त्यो 4-5 रुपियाँ उठाएर समाज सेवा गरे जस्तो गरेर ज्याकेट गर्दैमा अर्को काम गर्दैमा प्रधानमन्त्री म बन्छु अरे बाबु केपी ओली बन्छ होला नि जाति त जस्तो चाक हलाउने र चाक हलाउने साँपरा देखाउने जस्तो हो र दुध देखा पैसा पनि त कहिले लहर दिनुहोस् त 5 रुपियाँ कतै Stop it! यस्तो कतिको लागेको छ चुनाव यहाँलाई चाहिँ हामीलाई त पसिना आउने गरेर लागेको ट्रु काम गर्ने त पछि लाग्ने गरेर लागेछ नि केपी शर्मा ओली अब प्रधानमन्त्री भए 6 महिनामा घर ग्यासको पाइप घर उसले पहिले पनि पुराएको नि तपाईँलाई थाहा छैन हामीले नि यहाँ पुऱ्यायो त घरमा पुऱ्यायो यहाँ पाइपलाइनमा अब ग्यास पुऱ्यायो मात्र 6 महिनामा क्या मात्र 6 महिनामा ग्यासको पाइप जोडिदिनु त्यो पनि नेपालकै ग्यास फेरि त्यो रेल पुऱ्यायो यहाँ काठमाडौँमा देख्नु भएन तपाईँहरूले के छ अवस्था के छ अहिले चुनावको अवस्था हावा यो पुरानो पार्टीहरूले फकाप पारेर चाहिँ साफ पार्ने भन्छ सबैजना त्यसले गर्दा म पनि साफ गरेँ त्यहाँ लागौँ कि भन्दै लागौँ सबैजना लागौँ साफ हान्दिउँ पुरानो पार्टीहरूलाई उहाँले चाहिँ बालन शाह भन्नुभयो होइन अब हाम्रो अङ्कलले चाहिँ कुनै चाहिँ बालन शाह त छिक्ने प्रधानमन्त्री देव
हामी प्रतिष्ठामा छौँ बालेले जिती पनि म यो नेपाल छोड्न तयार छु म यो नेपालमा बसेर म पानी पनि खान्न आर यु कमेडी मी को रहेछ यो एन्डी फेरि वे को रहेछ यो छोड्न तयार छु म यो नेपालमा बसेर म पानी पनि खान्न आर यु कमेडी मी केपीओले 76 जनाको जिम्मा दिनु पर्यो भन्दैछन् कसरी लिने केपीएलले गोली ठोक्यो गोली ठोक्न लाउने मान्छे त ऊ हो नि बालेन हो नि के छ त यो कुरामा नि लाइक एकदम ठुलो डिबेट भएको थियो त्यो टाइममा प्राइम मिनिस्टर त अनि हाम्रो केपी थियो नि त हि इज द हेड हि इज द ब्रेन सो पुरै कन्ट्रीलाई केही भयो भने द ब्लेम गोज टु हिम मान्छेहरू कस्तो बुझ्दैन क्या लाइक इट्स सो फ्रस्ट्रेटिङ वाइ डोन्ट दे गेट इट नम्बर 5 को यो विशेष बताइदिनु पर्यो बुवा मेरो चाहिँ कुरा के छ भने नि मसँग कसैले आज तपाईहरुले ठिक्क आउनुभयो कि मसँग कसैले कुरा गरेको छैन मेरो केपी चाहिँ तल यो रस्तामा लडोस् बाबु मलाई यो घन्टी पनि खासै गतिलो लागेन होइन आमा घन्टी त राम्रो पार्टी हो नि घन्टीले के बिगार्यो त्यस्तो तपाईको अरू पार्टीले मासु भात भाग्दैन घन्टीले कमसेकम मासुको झोल मात्रै दिए पनि यसो भात बन्न लाएर खान्थे नि sarcasm हान्नुपर्ने गोली अब त्यो बच्चालाई हानेर मार्यो के अन्त नि हाम्रो गति छैन भन्दा त्यो कुरा ए छैन भन्दा त्यो भनिहाल्छ नि झोलेहरूले true त्यो जलाउने भन्दा पनि 2-4 जनालाई त्यहाँ डढाउनु पाए झन् राम्रो हुन्थ्यो डढाउनै पाएन क्या Hey, hey. Vibe check. खानी हो कडा 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 यतिको त चाहियो है म मर्छु बरु भोट दिन्न पहिले दिए भट्टाचार्य केपी हो अहिले त मरि गए केपीलाई भोट दिएछु भने त म मर्छु दिदिन सेम फिलिङ सबैले ताली दिन गाना राम्रो हुन्थ्यो नेकपा एमाले जिन्दाबाद नेकपा एमाले जिन्दाबाद भोट केलाई सूर्यलाई भोट केलाई सूर्यलाई फेरि एकचोटि बा वर्षदेखि त्यहीले ग्यासै बाँड्छु भनेर चुनाव लडेर र जितेर हुन्छ के गर्न सक्यो केपी शर्माले एउटाहरूले हुन्छ देशमा रोजगार हुन्छ उद्योग धन्दा कलकारखाना सबै मैले एन्टीले सोध्नुभएको क्वेसन चाहिँ मैले सुनेको थिएँ टिकटकतिर लास्टै भाइरल छ क्लिप अनि यस्तो खतरा क्वेसन गर्नुहुन्छ मान्नै पर्छ एक्चुअली तो बनता है यस्तो खतरा क्वेसन गर्छ एन्टीले एउटाहरूले हुन्छ देशमा रोजगार हुन्छ उद्योग धन्दा कलकारखाना सबै बेच्दिने भेउटार बनाएर भयो अनि भेउटारको वरपरिको जग्गा मात्रै आफ्नो पासे आसेले किन्न लगाएर चौक खै रोजगार खै बोलती बंद अजय देवगन इन द हाउस भाइरल गर्नु पर्यो है क्लिप अजय देवगन आइसक्यो है अजय देवगन नेपालमा इलेक्सनको उयो गर्न प्रचार प्रसार गर्न तपाईलाई केपी ओली मन पर्छ कि बालेन मलाई केपी ओली मन पर्छ तर चुनाव जितेको होइन हारेको केपी ओली मनकै कुरा फेरि मेरो देउता जस्तो केपी बालाई राक्षसको ट्याग दिएर देश निकाले यदि केपी ओली राक्षस हो भने हामी राक्षसको वर्गहरू केपी बाला हान्नु निक्लेको गोली सबैभन्दा सुरुमा यो छाती चिरेर निक्लिनु पर्छ चुप्पे कुत्ते त्यो सिंह दरबार जलाउनेहरूलाई सोले जिताउने कि सिंह दरबार बनाउने र गाउँ विकास समृद्धिका बाटाहरू बनाउनेहरूलाई जिताउने मुद्दा यति हो ये सब क्या देखना पड़ रहा है पहिला सूर्य चिन्ह लिएर आउनुभयो त्यसपछि कलम चिन्ह लिएर आउनुभयो त्यसपछि तपाईले तारा चिन्ह लिएर आउनुभयो
तपाईलाई हामीले के गर्यो तपाईलाई विश्वास गरेर तपाईलाई उदिनी तपाईलाई विश्वास गरेर हामीले के भनेर दिनी यसको जवाफ मलाई दिनुस् एउटा कुरा तपाईले आज 3 चोटि पार्टी चेन्ज गरेर आउन अगाडि जनताले एउटा कपडा चेन्ज गर्न सके छैन पर साल तपाईलाई क्वेशन कडा 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 म यही मेरो फोटो देखाइदिन्छु तपाईलाई यही कपडा लाएर म यहाँ तपाईलाई क्वेशन गर्न आथे मैले आज एउटा कपडा चेन्ज गर्न सकेको छैन तपाईले पार्टी चेन्ज गरेर आउनुभयो तपाईले विश्वास गरेर हामीले भोट कसरी दिने तपाईले म यहाँ आउँदाखेरि राजेन्द्र पाण्डेले पुल हाल्ने हो रे भनेर भनेको हिजोको 67 सालको कुरा आज कति गयो 82 साल हुँदाखेरि तपाईले एउटा पुल हाल्न सक्नु भएन आज जनताको अगाडि तपाई भोट माग्न कसरी आउनुहुन्छ तपाईले यो गरेर त्यो गरेर तपाईले कतिवटा भन्दा हो तपाईका खल्तीबाट ल्याएर हालेर तपाईको तालतीको बेच ल्याएर हाल्नु भएको छैन होला नि सबै जनताको कर काटेर तपाईले सब एक पसलबाट उठाएको दुनियाको भ्याट उठाएको पैसाले तपाईले गरेको होइन कडा कडा दिनुभयो अब युवा बुढा बाका रियाले बुढा उला फ्याक्ने हो फ्याक्ने जेन्जी पुस्ता आउनै पर्छ कामै छैन ट्रु एकदम ब्रो एउटा वान थिङ इज फर स्योर कि यो सबै फ्रस्ट्रेसन हो क्या अति भइसक्यो क्या मान्छेहरूलाई लाइक यु नो यो अति भन्दा नि अति नै भइसक्यो क्या अनि यो एन्टीको हेर्नु त मुखमा यु क्यान सी द फ्रस्ट्रेसन सो क्लियर क्या अब फाल्नै पर्छ पुरानो पार्टीले त फाल्नै पर्छ एनी हाउ लेट द युथ्स रन द कन्ट्री युथको अनुसार हुनु पऱ्यो क्या अब कन्ट्री जति गरिसक्यो क्या लाइक लुक एट द फ्रस्ट्रेसन इन आइज इन फेस एकदम कडा लाग्यो मलाई एकदम कडा केपी ओली अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ देशका लागि त्यसकारण मलाई जतन साथ माटो पनि गाडी दिनुपर्छ ओके गाइज हेर्दै लाइक भिडियो कति छिटो सकेको जस्तो लाग्यो मलाई त इट वाज सो फन मेरो पनि फर्स्ट टाइम थियो सो त्यही भएर पनि होला छिटै सके जस्तो लागेको थियो 12 मिनट्सको भिडियो थियो लाइक इट वेन्ट बाई सो क्विक सो भिडियो सकिँदै एज आई सेड बिफोर यो इलेक्सन चाहिँ हाम्रो नेपालको लागि हाम्रो युथहरूको लागि हाम्रो कमिङ जेनेरेसनको लागि हाम्रो फ्युचरको लागि एकदम क्रुसियल हो एकदम क्रुसियल छ त्यो त भन्नै पर्दैन आई गेस एभ्रीबडी अहिलेसम्म एभ्रीबडी नोज होइन जेन्जी आन्दोलन जेन्जी प्रोटेस्टमा के भयो एन्ड हाउ इट वेन्ट कति ठुलो ट्रेजिक घटनाहरू भयो हाम्रो पुरानो पोलिटिसियन्स दे डोन्ट इभन केयर अहिलेसम्म पनि आफ्नो गढी सुकार्नै चाहँदैन क्या तिनीहरू सो योपालि चाहिँ यु नो हुज बेटर यु नो हुज नट सबै एजेन्डाहरू सुनेर हेरेर राम्रो मान्छेहरूलाई चाहिँ सिङ्गल भोट वेस्ट नगरिकन योपालिको चुनावमा लेट्स गिभ युथ अ चान्स हाम्रो भाइ बहिनी दाइ दाजुभाइ जति नि त्यो दुःख दिनमा शहीद हुनुभयो नबिर्सिकन उहाँहरूलाई नबिर्सिकन योपालिको इलेक्सनलाई एकदमै वाइजली हामीले भोट गरौँ very hopefully I hope our country will rise again our country will prosper सबै राम्रो हुँदै जान्छ होला भनेर धेरै आश छ यति भन्दै आजको भिडियो यही सकाउन चाहन्छु until next time see you guys यो मुलुक दुई ढुङ्गा बीचको तरुल जस्तो छ देशका महाजनहरू हाम्रा मुलुकमा आया भने दुनिया कंगाल गरी छाड्छन् अन्याय मुलुकमा हुन नदिनु निया निशा बिगार्न भनेको घुस दिने घुस खाने प्रजा मोटा भया दरबार बलियो रहन्छ मेरा साना दुःखले आर्जेको मुलुक होइन सबै जातको फुलबारी हो सबैमा चेतना भया